आज तपाईसँग एउटा कुरा सोध्छु ल। हो, तपाईसँग तपाईलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के जस्तो लाग्छ? सोच्न थाल्नुभयो? धेरैले आफूलाई मनपर्ने कुराहरूको लिस्ट सायद दिमागमा आइसक्यो होला, हैन? तर म भन्छु तपाईलाई मात्र हैन, हरेक मानिसलाई जीवनमा सबैभन्दा ठुलो अथवा महत्त्वपूर्ण कुरा के हो जस्तो लाग्छ? म भनौँ, सास। यदि सासै भएन भने त सारा कुरा तपाईले अहिले सोचेका दिमागमा आएका कुराहरू त व्यर्थ छन् नि, हैन? सास भएन भने त सबै कुरा तपाईबाट छुमन्तर भएर सब सकिन्छ नि, हैन? त्यही भएर सास भन्ने कुरा सबैभन्दा पहिले आउँछ र महत्त्वपूर्ण कुरा हो। तर हामीले अन्जानमै फेरिरहने यो सासलाई कहिल्यै महत्त्व दिँदैनौँ। त्यही भएर सास मात्रै त्यो चिज हो जुन हरेक लिभिङ थिङ्स अथवा हामी मानव जातिको जीवनमा सबैभन्दा पहिले आउने कुरा हो। अनि हामीले सुन्दै पढ्दै गरेका कुरा आज स्मरण गराउन चाहन्छु कि राति सुतेका लाखौं मानिसहरू बिहान नयाँ सूर्य उदय देख्न पाउँदैनन्। किन थाहा छ? यही सास फेर्न छोडेर। भनेपछि हामी कति भाग्यमानी ती लाखौं मानिस भन्दा। अनि आउँछ अर्को महत्त्वपूर्ण कुरा। सासपछि के होला अर्को महत्त्वपूर्ण कुरा? सोच्नुस् त। अर्को महत्त्वपूर्ण कुरा भनेको हाम्रो शरीर हो। शरीर भएन भने अरू कुराको के अस्तित्व होला र? त्यसमाथि यो शरीर स्वस्थ भयो भने त अझ कति राम्रो। विचार गर्नुस् त। अचेलभरि विभिन्न किसिमका अखाद्य वस्तुहरू खाएर या विभिन्न किसिमका विकिरणहरूद्वारा अथवा अरू विभिन्न कारणले गर्दा आज विश्वमा धेरै अपाङ्गता भएका व्यक्तिहरूको जन्म भइरहेको छ। धेरै व्यक्तिहरू अहिले अपाङ्गतामा बाँचिरहेका छन्। तर तपाईसँग एउटा सग्लो शरीर छ भने तपाईँ ती लाखौं मानिसभन्दा कति भाग्यमानी, हैन? त्यसैले तपाईसँग यो सग्लो शरीर हुनु भनेको तपाईको एउटा ठुलो जित हो। त्यसपछि अर्को कुरा अथवा भनौँ नम्बरमा भन्नुपर्दा अर्को महत्त्वपूर्ण कुरा, तेस्रो कुरा के होला? तेस्रो कुरा भनेको खाना हो। शरीर भएपछि शरीरलाई बाँच्नको लागि खाना चाहिन्छ। यदि तपाईसँग खानको लागि 2 छाक अथवा भनौँ 3 छाक खाना तपाईसँग छ भने त्यो जतिको भाग्यमानी को होला र? हेर्नु त आज विश्वमा
कैयौँ देशमा कैयौँ ठाउँमा मानिसहरू खान नपाएर कुपोषण लागेर मरिरहेका छन्। अब भन्नुहोस् तपाईँ कति भाग्यमानी, तपाईसँग स्वस्थ शरीर छ र तपाईँको लागि खान पर्याप्त खाना छ। अर्को महत्त्वपूर्ण कुरा अथवा चौथो नम्बरको कुरा के हो भने परिवार। यदि तपाईसँग तपाईँको परिवार छ भने तपाईँ ती लाखौँ मानिसभन्दा धेरै भाग्यमानी हुनुहुन्छ। आज हेरौँ विश्वभरि कैयौँ अनाथालय अनाथाश्रमहरू खुलेका छन्। ती व्यक्तिहरूसँग तिनको परिवार छैन। ल भन्नुहोस् तपाईँ ती लाखौँ व्यक्तिभन्दा कति भाग्यमानी हुनुहुन्छ। परिवार एउटा शक्ति पनि हो र तपाईसँग त्यो परिवार छ। अर्को भनौँ तपाईसँग महत्त्वपूर्ण कुरा के छ भने तपाईँ शिक्षित हुनुहुन्छ या तपाईले पढ्न पाउने अवसर पाउनु भएको छ। तपाईले शिक्षा ग्रहण गर्न पाउनु भएको छ। भन्नुहोस् तपाईँ अझ ती लाखौँ करोडौँ व्यक्तिभन्दा अझ कति भाग्यमानी हुनुहुन्छ। तपाईँ शिक्षा प्राप्त गरेर तपाईमा एउटा ज्ञानको ऊर्जा लिएर तपाईँ जीवनका बाँकी सङ्घर्षहरू कसरी सजिलो केही त्यो एउटा तपाईँको हतियार पनि हो शिक्षा भनेको। र तपाईले ज्ञान रूपी हतियार लिएर अझ तपाईँ सजिलैसँग अगाडि बढ्न सक्नुहुन्छ भनेपछि अर्को महत्त्वपूर्ण कुरा शिक्षा जुन तपाईले प्राप्त गर्न सफल हुनुभएको छ। तपाईँ शिक्षित हुनुहुन्छ भने तपाईँ अझ कति भाग्यमानी। अर्को महत्त्वपूर्ण कुरा भनेको रोजगारी। तपाईँ शिक्षित हुनुहुन्छ, तपाईले प्राप्त गरेको शिक्षा अनुसारको अथवा त्यस्तै खालको तपाईले रोजगारी पनि प्राप्त गर्नुभएको छ भने तपाईले ती विश्वका आधा भन्दा बढी भाग्यमानी व्यक्तिहरूभन्दा माथि तपाईको स्थान प्राप्त गरिसक्नु भएको छ। त्यसैले म भन्छु तपाईसँग शिक्षा छ, रोजगारी छ, स्वस्थ शरीर छ, परिवार छ भने तपाईँ ती करोडौँ करोड मानिसभन्दा धेरै भाग्यमानी। त्यसपछि आएर अर्को महत्त्वपूर्ण कुरा के हो त भन्दा घर। त्यसपछि जुन घरको लागि मानिस दुःख गरिरहेको छ तर त्यो घर प्राप्त गर्न सकिरहेको छैन, तर तपाईसँग बस्नको लागि घर छ, आफ्नै घर छ भने तपाईँ त्योभन्दा धेरै 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 करोडौँ करोड व्यक्तिभन्दा अझ बढी भाग्यमानी हुनुहुन्छ। तपाईसँग आफ्नो वासस्थान छ भनेपछि तपाईँ कति भाग्यमानी। अर्को महत्त्वपूर्ण कुरा मैले भन्नुपर्दा के हो भने घर पनि छ, रोजगार पनि छ, तपाईँ शिक्षित पनि हुनुहुन्छ, तपाईको साथमा परिवार पनि छ, तपाईसँग स्वस्थ शरीर छ। अब पछिको कुरा के हो त भन्दा तपाईँ कतै आवत जावत गर्नको लागि आफ्नै सवारी साधन छ भने त्यो आधा अरबौँ अझ अरबौँ व्यक्तिहरूभन्दा अझ बढी भाग्यमानी हुनुहुन्छ। कुनै न कुनै किसिमको सवारी साधन तपाईसँग आफ्नै छ भने तपाईँ त्यो धेरै मानिसको सपना तपाईले जिरहनु भएको छ। भनेपछि
यो मेरो सन्देश तपाईले कुनै सन्देश त भन्दिनँ म, अचेल भनिन्छ यो संसार एउटा ग्लोबल भिलेज हो। यो ग्लोबल भिलेजलाई नजिक्याउन, साँगुर्याउन मद्दत गर्ने चिज भनेको इन्टरनेट, मोबाइल, विभिन्न किसिमका डिभाइसहरू, र तपाईले यो भिडियो त्यही डिभाइस मध्ये कुनै एउटा डिभाइस प्रयोग गरेर हेरिरहनु भएको छ भने तपाई ती करोडौं करोड अरबौं अरब व्यक्ति भन्दा अझ माथि हुनुहुन्छ। मैले हालसालै एउटा इन्टरनेटमा देखेको थिएँ, कतियौं देशमा त इन्टरनेट सुविधा पनि छैन, राम्रो सडक छैन भनेपछि विचार गर्नुहोस् तपाई अझ कति भाग्यमानी हुनुहुन्छ। त्यसैले आजको दिनमा जुन एङ्सियस, एन्जाइटी, नर्भसनेस आइराखेको छ, बढिराखेको छ, हामी भिडमा एक्लो भइराखेका छौं, हामीले अरूको कम्पेयर गरेर आफूलाई सानो ठानिराखेका छौं, हामीले आफैले आफैलाई अभागी ठानिराखेका छौं, धिक्कारिराखेका छौं। ल भन्नुस् त यी सारा कुराहरू तपाईसँग छ भने तपाई कसरी अभागी? किन धिक्कार्नु आफूलाई? तपाई साह्रै भाग्यमानी हुनुहुन्छ। आजदेखि धिक्कार्न छोड्दिनुस् र मैले भनेको सुरुको कुरा सम्झिनुस्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सास हो। तपाईसँग त्यो सास छ, त्यो सास दिनको कमसेकम धेरै पटक, कम्तीमा 1 मिनेट लामो सास फेर्नुस्, जसले तपाईलाई अक्सिजन धेरैभन्दा धेरै शरीरभित्र पुर्याउँदछ र कार्बन डाइअक्साइड बाहिर निकाल्छ, जसद्वारा तपाईको शरीर मस्तिष्क अझ स्वच्छ र ऊर्जावान हुन्छ। त्यसैले जति छिटो सास फेर्यो त्यति हामी नर्भस फिल गर्छौं, एङ्सियस फिल गर्छौं। त्यही भएर श्वास हाम्रो एउटा औषधि हो, हतियार हो, र त्यो श्वासलाई एकदमै विचार गरौं र प्रत्येक घण्टामा कमसेकम 1 मिनेट 5 देखि 6 चोटि मात्रै सास फेरौं। मिनिमम 5-6 सेकेन्ड लगाएर सास फेरौं। यसरी श्वास फेर्दा तपाईले शरीरमा नयाँ ऊर्जा प्राप्त गर्नुहुन्छ र तपाईको त्यो एङ्सियसनेस, त्यो नर्भसनेस हराएर जान्छ र तपाईमा नयाँ शक्ति उत्पादन हुन्छ, जसले गर्दा जीवनमा अरू प्राप्त गर्न चाहेका कुराहरूको लागि शक्ति आउँछ र तपाई अगाडि बढ्न सक्नुहुन्छ। आजबाट आफैले आफैलाई सराप्न, धिक्कार्न छोड्दिनुस्। समाजमा नेगेटिभिटी बढ्दै गइरहेको छ। त्यो नेगेटिभिटी तपाई हामीले हटाउन सक्दैनौं भने त्यहाँबाट बाहिर निस्किन चाहिँ पक्कै सक्छौं। त्यो नेगेटिभिटी आज हामीलाई यो सोशल मिडियाबाट पनि आइरहेको छ। त्यही भएर यो सोशल मिडियामा पनि हामी के हेर्ने, के कन्ज्युम गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण कुरा हो र त्यो विचार गरेर त्यस्ता कुराहरू मात्रै कन्ज्युम गरौं। देश, समाज, विश्वलाई शान्त वातावरण दिउँ, हेल्दी वातावरण दिउँ, खुशीको वातावरण दिउँ र खुशी कहीँ छैन, तपाई भित्रै छ। मेरा गुरुहरूले भन्नुहुन्छ खुशी तपाई भित्रै छ। त्यही भएर म भन्छु श्वासलाई विचार गरौं। हाम्रो जीवनको सबैभन्दा ठूलो औषधि र सबभन्दा ठूलो कुरा श्वास हो, यो प्राण हो। प्राणलाई विचार गरौं। धन्यवाद। ओम शान्ति।